प्रधानमन्त्री र समानुपातिक सांसदहरू बीच छलफल। गृहमन्त्री गुरुङ र जापानी राजदूत बीच भेटवार्ता। जापानी राजदूतले परराष्ट्र मन्त्रीसँग पनि भेट गरे। जन्म दर्ता, विवाह दर्ता जस्ता पञ्जीकरण सम्बन्धी प्रमाणपत्र पनि नागरिक एपमा अब उपलब्ध हुने। संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार हुँदै। काङ्ग्रेसका असन्तुष्ट नेताहरूसँग छलफल गर्ने जिम्मा सभापति थापालाई। स्थानीय तहलाई गैरदलीय बनाउने माग सर्वोच्चले गर्यो अस्वीकार। युएले दियो 128 जना नेपालीलाई आम माफी। अब शिक्षकहरूको अवकाशपछिको सिट्रोल प्रदेश स्तरबाट हुने। 10,000 भन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइटहरू बन्द। प्युठानमा सिकारीको गोली लागेर युवकको मृत्यु। किशोरी घाइते 4 जना पक्राउ। दोस्रो आर्थिक गणना सुरु। देशभरिका सबै उद्यम व्यवसायको तथ्याङ्क सङ्कलन गरिँदै। न्यून ब्याजदरले बढ्यो लघु वित्तको आम्दानी। खराब कर्जा भने सुध्रिएन। रूपन्देहीको शीत भण्डार निर्माणमा व्यापक भ्रष्टाचार। प्रदेश सचिवदेखि मन्त्रालयका लेखा अधिकृतसम्म बिचौलियाको कनेक्सनमा। बुटोलमा पहिलो पटक रैथाने सिप कला र उत्पादन प्रदर्शनी हुँदै। दक्षिणी लेबनानमा इजरायली आक्रमण, 5 जनाको मृत्यु र आइसिसी महिला च्यालेन्ज ट्रफी खेल्न नेपाली टोली रुवान्डा प्रस्थान।